Hello guys. Good morning. Good morning, sir. इनको आज छुट्टी छ ल साथीहरु हामीहरु चाहिँ एकदम जोसको साथमा हामी अब नयाँ भ्लग सुरु गरिसक्यौं हाम्रो आज हाम्रो भ्याकेसन स्टार्ट भयो घरमा आजदेखि अनि अहिले जाँदै छु म पसल साथीहरु अनि आएर रेडी सेडी भइन्छ अनि मोडल सुटमा गइन्छ हो कि नै नेन्सिका अनि हाम्रो सरू बेब्स भनेको नि यतै हुनुहुन्छ साथीहरु अनि परिकार बिहानदेखि बन्दै छ अनि यस्तो पावरफुल छु कि वानयानमा उठेर जिनलाई मैले ल बाइ बाइ यसलाई चाहिँ हतार भइसक्यो स्कुल जाने साथीहरु अनि म जाँदैछु तेरो दोकानमा साथीहरु अब चाहिँ हामी जाँदैछौँ तल म जाँदैछु है भाइको स्कुल हामी पहिला जान्छौँ बैंक मतलब एटीएम पैसा निकालेंगे फिर फी तिर्ने जाएंगे उसको अब फाइनल एक्जाम भइरहेछ नि त अनि त्यसपछि अब अन ड्युटी हो भएपछि मोडल स्टार्ट हुँदैछ हाम्रो चाहिँ अब अनि हाम्रो सरू बेब्सलाई देखाउँछु भन्दा हालै ऊ प्याकिङ गर्दैछ अब ऊ पनि निस्किन्छ उसलाई छोड्न जान्छु र उताबाट भाइको स्कुल जान्छु हाम्रो सरू बेब्सलाई एकछिनमा देखाउँछु ल त साथीहरु सरू बेब्सलाई बाइ बाइ भन्दै भेटौँ है अब तिमीलाई अहिले भेटाउँछु भन्दा हतार भएर अब हामी छोडेर जाँदैछौँ बाइ बाइ हैन हामीहरु करेन्टली चटपटे खाना आइरहेछौँ हैन खाना हैन लिन चैते दशैंमा चटपट खान्छन् र तिमी त मात्र भात खान्छौ ठीक है तो हम पसल में जाकर चटपटे खाएंगे और आपको फोन करेंगे ठीक है फोन करेंगे या व्लॉग पे बोल देते हैं कैसा हुआ अच्छा हुआ है व्लॉग तो साथीहरु आज हाम्रो डे 2 भ्याकेसनको अनि कम्बाइन्ड विथ दिस भिडियो हैन हिजो किनकि खासै केही भएन अनि आज हामीहरु के गर्छौं मोडल सुट मोडलिङ स्टार्ट हुँदैछ हाम्रो अनि मेरो गेटअप लेट मी शो यु हिल कति इन्चको हिल अब चाहिँ हामी सुट गर्दैछौँ मम्मी पनि हुनु हुँदैन अनि मम्मीले ड्युटी अराएर जानु भएको छ are in the process of chatpate making and she is coming with the apron तिमी किन लाउने भाइ तिमी के बनाउने छोरी काम गर्दिन ठीक है सो मैले तिमीलाई तिमीले मलाई बहुत मन करे मम्मीलाई पनि खाना मन गर्यो अनि टेन्सन हाम्रो काम गर्न बस्यौं लेकिन मेरो यस्तो हालत भएर बस्यो मेरो त जिन्दगी खराब छ बल लगाऊ अलि धेरै दम छैन दम यसरी गाइस लेकिन फाइनली हाम्रो चटपटे इज हियर अनि उनी वेट गरेर थाकिसकिन अब हामी जाँदैछौँ चटपटे लिएर तल अनि मान्छेले फाइदा एकपल्ट चटपटे त मै खान लाग्छु कस्तो भयो भन्नु त कस्तो भयो मान्छे पनि यस्तो ज्ञान हो के कस्तो बनाउन मान्छे पनि यस्तो ज्ञान चना हालेर चना मन परेन रे कि यिनलाई चटपटे खाने मान्छे सबै कुरा मन पर्नु पर्छ बेबी तर मन पर्छ तर चना मन पर्दैन मलाई त मटर मन पर्छ ल म त गर्दैन हेलो गाइज नि मनी आज धेरै जनावरको नाम निकाल्दै तर सबैजना चुप लाग्ने अनि हाँस्नेको मजा लिने ल अब म निकाल्छु कसको सुँगुरको यो देखेर त मलाई हाँस सुँगुरको आवाज छुङ छुङ यसरी
बाख्राको आवाज अनि हात्तीको आवाज अरू उसको आवाज के अरे पोथीको नानी त्यो पोथीको आवाज आइरहेको मलाई कसरी हो गाइज मलाई आइरहेको छैन रुक्नु है नानीसँग मंकी त्यस्तो गर्छ यही हो बादर यो ठुलो बादर अनि अनि गोरिला यस्तरी गर्छ गोरिला यस्तरी गर्छ के भयो यसलाई अरू बिहान भएपछि भाले यस्तै गर्छ सर्पको आवाज नागिनको आवाज यस्तो नागिनको आवाज गाइस सबैले मुभी देखेर हाँस गोरिला त पहिल्यै भनिसके अब मिच्छे छैन के गाइस जजै मजा लिनु के भिडियोको मैले त यस्तो हाँस लगाइदिएँ कि हजुरलाई अब अझै एउटा बाँकी छ घोडा घोडा त यस्तरी आवाज 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 त्यो त घोडाको खुट्टाको आवाज हो बोल्छ कसरी यस्तो गीत गाउँ ल ए मायालाई के दिउ र फेरि फुल्यो कि फुलमुटे के साली ल अब लायनको आवाज निकालौँ त लायनको ल अब गीत गाम है अनि नाटक देखाम मायालाई के दिउला फेरि फुल्यो कि फुलमुटे ल कहाँबाट आयो अब म गाउँछु है ल फेरिमा फेरि के रे ल तिमीले अब कुन अक्षरबाट आउँछ बहिनी नमस्कार वाटर सलाला तिमीलाई वाटर सलाला ये हो गाइस दुईटा गाना त भइगयो ल बाई बाई बाइ बाइ नाइ